स्वागत छ तपाईहरुलाई अनलाइन सञ्जाल च्यानलमा। आजको भिडियोमा चाहिँ हामीहरु इंग्लिशको 20 वटा क्वेशन सोल्भ गर्न गइरहेका छौं सिटीबीटी इन्ट्रान्स प्रिपरेसनको लागि। जुन चाहिँ हाम्रो अस्ति 2081 को यहाँ हेर्न सक्नुहुन्छ क्वेशन रहेको छ सिटीबीटी सानो ठुमी भक्तपुरले प्रकाशन गरेको र यसमा 70 वटा क्वेशन थियो। 70 वटा मैले अघि नै सबै कुरा भनिदिएको छु, अघिको भिडियोमा हेर्नु होला। र यहाँ इंग्लिशको 20 वटा क्वेशन रहेको छ जुन हामी सिटीबीटीले पछिल्लो वर्ष सोधेको थियो, त्यो सोल्भ गर्न गइरहेका छौं। यो सोल्भ गर्नु भन्दा पहिला सिटीबीटीले जुन तपाईहरुलाई एन्सर शीट दिन्छ त्यो एन्सर शीटमा कसरी भर्ने भने यहाँ माथि म सिकाइदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ क नम्बरमा दिएको छ प्रश्न पत्रमा दिएको वस्तुगत बहुत्तर मध्ये यो म पढ्नु भन्दा पनि यहाँ बताउन चाहन्छु कि यो ए बी सी डी माथि चाहिँ दिएको छ र यहाँ बी मा फुल्ली सर्कललाई कहीं पनि नछोडिकन वा कहीं पनि बाहिर ननिस्काइकन पुरै सर्कललाई मात्र एकदमै ब्ल्याक जेल पेनले चाहिँ त्यसलाई भरिएको छ। अनि त्यो तलको ख मा हेर्नुहुन्छ भने यहाँ बी लाई सी लाई बी लाई डी लाई र यहाँ अर्को पनि हेराएको छ कि यो सर्कललाई आधी मात्र चाहिँ ब्ल्याक जेल पेनले रंगेको छ। सो यहाँ कुन सही हुन्छ भने यहाँ जुन माथिको क नम्बरमा बी मा लगाइएको छ त्यो लगाएको एकदम सही छ। कुनै पनि क्वेशनको एउटा मात्र एन्सरमा लगाउन पाउनुहुन्छ र त्यस्तै त्यसलाई आधी लगाएर जस्तै सर्कलमा आधी लगाउनुहुन्छ यस्तो भने त्यो रङ हुन्छ। सो माथिको ए जस्तो बी जस्तो लगाउनु होला र 4 वटा अप्सन हुन्छ जसमध्ये एउटामा लगाउनु होला। एकदम ध्यान दिएर बाहिर ननिस्कोस् जेल पेनले, त्यो एकदम सिन्सियर भएर लगाउनु होला। हस्, अब आजको हामी क्वेशन स्टार्ट गर्न गइरहेका छौं। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो क्वेशन नम्बर 1 मा दिएको छ आई जनरली गेट माई क्लोथ्स एट टोनिस। अनि यहाँ हाम्रो अप्सन दिएको छ ए मा आइरनिङ, बी मा टु बी आइरन्ड, सी मा आइरन्ड र डी मा टु आइरन। र यसको हाम्रो सही चाहिँ सबभन्दा पहिला यसलाई बुझ्नु के यो के भनिरहेछ क्वेशन। यो हेर्नु के भनिरहेछ भने आई जनरली गेट माई क्लोथ्स। यहाँ आई गेट र चाहिँ यहाँ माई क्लोथ्स के भइहाल्छ भने अब्जेक्ट भइहाल्छ के। यहाँ माई क्लोथ्स चाहिँ एजेन्ट नभएर अब्जेक्ट भइहाल्छ, त्यही भएर यसमा चाहिँ हाम्रो भर्ब 3 लाग्छ के। आई जनरली गेट माई क्लोथ्स भर्ब 3 हाम्रो आइरन्ड भइहाल्छ सी नम्बर एट टोनिज। यदि त्यो माई क्लोथ्सको ठाउँमा यदि एजेन्ट भएको भए टु आइरन लाग्न सक्थ्यो, तर यहाँ हाम्रो माई क्लोथ्स भएकोले गर्दा त्यो अब्जेक्ट हो। सो हाम्रो यहाँ के भइहाल्छ भने सी नम्बर आइरन भइहाल्छ। त्यस्तै हाम्रो 2 नम्बरमा दिएको छ दिस स्ट्रीट इज ब्लक्ड फर फ्यु डेज अ ब्रिज अहेड। अनि ए मा इज कन्स्ट्रक्टेड, बी मा इज बिङ कन्स्ट्रक्टेड, सी मा इज कन्स्ट्रक्टिङ र डी मा कन्स्ट्रक्सन। यो क्वेशन के भनिरहेको छ भने दिस स्ट्रीट इज ब्लक फर फ्यु डे। यो जुन बाटो छ त्यो केही दिनको लागि ब्लक गरिएको छ। अब किन ब्लक गरेको छ भने अर्को सेन्टेन्समा बताएको छ अ ब्रिज जुन पुल छ त्यो के भनिरहे इज बिङ कन्स्ट्रक्टेड हुन्छ के। जुन अ ब्रिज इज बिङ कन्स्ट्रक्टेड अहेड, जुन काम छ त्यो भइ नै रहेछ के। जुन पुलको काम छ अहिले त्यो भइरहेको छ। सो हाम्रो क्वेशन नम्बर 2 को सही आन्सर बी नम्बर भइहाल्छ इज बिङ कन्स्ट्रक्टेड। त्यस्तै हाम्रो 3 नम्बर क्वेशन रहेको छ नाइदर द अफिसर नर हिज एसिस्टेन्ट्स बीन पनिश्ड फर देयर अनलफुल वर्क। जुन हाम्रो नाइदर द अफिसर नत्र अफिसरले नै नत्र एसिस्टेन्टले नै मेरो उनको हिज भनेर छ उनको एसिस्टेन्टले चाहिँ पनिश्ड गरिएका छन् बिकज अफ उनले अनलफुल इलिगल काम गरेका छन्, त्यही भएर। र यहाँ हाम्रो के भइहाल्छ, यहाँ हाम्रो 2 जनालाई सम्बोधन गरेको छ नाइदर द अफिसर नर हिज एसिस्टेन्ट। सो हाम्रो यहाँ डी नम्बर 3 को सही आन्सर हाम्रो ए नम्बर भइहाल्छ ह्याभ भइहाल्छ। त्यस्तै हाम्रो 4 नम्बर क्वेशन रहेको छ दे से मिसेल्स आउट इन दिस भिलेज। मिसेल्स चाहिँ तपाईहरुको त्यो एउटा डिजिजको नाम हो, तपाईलाई थाहा नै होला। त्यो के भनिरहेछ भने दे से मिसेल्स आउट इन दिस भिलेज। र
डिजिजको नाम भएकोले गर्दा यहाँ अप्सनमा छ हेज ब्रोकन, बीमा ह्याभिङ ब्रोकन, सीमा ह्याभ ब्रोकन र डीमा ह्याभ बिन ब्रोकन। र यो हाम्रो मिजल्स एन्ड डिजिजको नाम भएकोले गर्दा यहाँ हाम्रो एमा ह्याज ब्रोकन भइहाल्छ। त्यस्तै हाम्रो 5 नम्बर रहेको छ आई नेभर युज euphemism. My sentence are simple and direct. यहाँ के हुन्छ भने एउटा म तपाईहरुलाई आर्टिकलको रुल बताइदिन्छु। के हुन्छ भने आर्टिकलमा यदि अ देखि जुन अ आ इ हुन्छ हाम्रो त्यो अ देखि अम सम्म कुनै पनि सेन्टेन्सलाई जुन इंग्लिशमा लेखेको छ त्यसलाई नेपालीमा लेखेर हेर्नु होला। यदि अ देखि अम सम्म छ भने त्यहाँ हाम्रो एन को युज हुन्छ। तर जुन युफेमिजम लेखेको छ त्यसलाई नेपालीमा लेखेर हेर्दा युफेमिजम यहाँ य को यु भइरहेछ के, त्यही भएर हाम्रो यहाँ अ देखि अम सम्ममा परिरहेको छैन। यहाँ के परिरहेको छ भने क देखि ग सम्म। र हम के रुल हुन्छ भने क देखि ग सम्मको भित्रमा पर्छ भने हाम्रो चाहिँ के को प्रयोग हुन्छ भने अ को युज हुन्छ। र अ देखि अम सम्म प्रयोग हुन्छ सुरुको वर्ड आउँछ भने त्यहाँ हाम्रो एन को प्रयोग हुन्छ। सो हाम्रो 5 नम्बरको सही आन्सर हाम्रो भइहाल्छ ए अ भइहाल्छ। आई नेभर युज अ युफेमिजम। त्यस्तै हाम्रो 6 नम्बर क्वेशन रहेको छ आई हेभ नेभर एन्सर्ड डिफिकल्ट क्वेशन। अनि ए मा दिएको छ सच, बी मा सच छ, सी मा सो र डी मा सच एन। र हाम्रो सी को 6 नम्बरको सही आन्सर चाहिँ हाम्रो बी नम्बर भइहाल्छ सच अ। आई हेभ नेभर एन्सर्ड सच अ डिफिकल्ट क्वेशन। त्यस्तै हाम्रो 7 नम्बर क्वेशन रहेको छ people say that he had been a ... criminal in his youth। र ए मा हाम्रो आन्सर छ क्वेशन ए को अप्सन छ फेमस, बी मा नोटोरियस, सी मा रिनोड र डी मा रिपोर्टेड। र यहाँ हाम्रो people say that he had been a ... criminal in his youth जुन छ त्यो ऊ चाहिँ हाम्रो क्रिमिनल थियो आफ्नो यङ एजमा। र ए मा फेमस, बी मा नोटोरियस र सी मा रिनोडेड र डी मा रिपोर्टेड। यहाँ हाम्रो ए को मिनिङ चाहिँ फेमस हुन्छ, फेमस को मिनिङ चाहिँ प्रसिद्ध हुन्छ भने बी को नोटोरियस को व्याख्याति कुख्याति हुन्छ के, र सी को हाम्रो रिनोड त्यो पनि प्रसिद्ध नै हो र डी को हाम्रो प्रसिद्ध नै हो। र यहाँ के हुन्छ भने कुख्याति यहाँ हाम्रो बी नम्बर भइहाल्छ के। कोही मान्छेले यदि नराम्रो काम गरेर प्रशंसा कमाएको छ भने त्यो हाम्रो प्रसिद्ध होइन के, त्यो कुख्याति काम गरेको छ भने के। राम्रो काम यदि गरेर नाम कमाएको छ भने त्यो मात्र फेमस हो। यदि नराम्रो काम गरेर कोहीले नाम कमाएको छ भने त्यो हाम्रो नोटोरियस हो, कुख्याति हो के। त्यस्तै हाम्रो 8 नम्बर क्वेशन रहेको छ व्हिच अफ द फ्लोइङ सेन्टेन्स इज करेक्ट। ए मा योर ट्राउजर्स आर लुज एट द वेस्ट। यहाँ हेर्नुस् के भन्छ भने यहाँ ए नम्बर नै हाम्रो सही भइहाल्यो। अब बी नम्बर हेरौँ योर ट्राउजर्स आर लुज एट द वेस्ट, वेस्ट मतलब फोहर यो त हुँदैन। त्यस्तै हाम्रो सी नम्बरमा योर ट्राउजर्स आर लुज एट द वेस्ट यो पश्चिममा, अनि यसको फुल स्टप पनि दिएको छैन सो यो पनि हाम्रो भएन। र त्यस्तो यो ट्राउजर्स आर लुज एट द वेट ट्राउजरमा वेट को कुरै आएन। सो हाम्रो 8 को सही आन्सर भइहाल्छ हाम्रो ए नम्बर यो ट्राउजर्स आर लुज एट द वेस्ट। त्यस्तै हाम्रो 9 नम्बर क्वेशन रहेको छ नो वान लाइक्स रुड बिहेभियर्स। अनि कममा दिएर डट दिएर क्वेशन मार्क दिएको छ, यो हाम्रो ट्याग क्वेशन हो। अनि यहाँ नो वान आएकोले गर्दा हाम्रो यहाँ अप्सनमा के छ इज नट इट, डज नट हि, डु नट दे र सीमा डु दे। त्यही भएर हाम्रो यहाँ डु दे भइहाल्छ। यहाँ हाम्रो नो वान भनेकोले यो सुरुमै हाम्रो नेगेटिभ दिएको छ भने हाम्रो ट्याग क्वेशन चाहिँ हाम्रो अफर्मेटिभ मतलब पोजिटिभ भइहाल्छ, डु दे भइहाल्छ। त्यस्तै हाम्रो 10 नम्बरमा दिएको छ यु कान्ट स्मोक हेयर प्लिज ... योर सिगरेट। अनि ए मा दिएको छ हाम्रो पुट डाउन, बी मा पुट अफ, सी मा पुट आउट र डी मा पुट अन। र हाम्रो 10 नम्बरको सही आन्सर हाम्रो सी नम्बर भइहाल्छ पुट आउट, प्लिज पुट आउट योर सिगरेट। त्यस्तै हाम्रो 11 नम्बर क्वेशन दिएको छ क्यान यु टेल मी ... फ्रम हेयर। अनि ए मा दिएको छ हाउ फार द बोर्डर इज। क्यान यु टेल मी हाउ फार द बोर्डर इज फ्रम हेयर।
यो 1 नम्बर मिलिरहेछ। त्यस्तै हाम्रो बी नम्बर हाउ फार इज द बोर्डर र सी नम्बर हाउ फार इज द बोर्डर त्यो सेम बी नम्बर जुन अप्सन छ हाम्रो त्यो सेम भएकोले गर्दा के हुन्छ भने एउटा कुरा म यहाँ भन्न चाहन्छु हजुरहरूको लागि एउटा इम्पोर्टेन्ट कुरा के हुन्छ भने यदि सेम अप्सनको तपाईहरुलाई यदि सीटीबीटीमा जुन तपाईहरु इन्ट्रान्स एक्जाम दिनुहुन्छ त्यसमा यदि सेम चाहिँ अप्सन आयो भने त्यो सेम अप्सन आएकोलाई कहिले पनि चुज नगर्नु किनभने यसमा चाहिँ स्क्यानरबाट हाम्रो एन्सर सिट चेक हुन्छ। सो एन्सर सिटमा दुईवटा हुनै सक्दैन त्यो झुक्क्याउनको लागि जस्ट दिएको हुन्छ त्यो स्क्यानरबाट जहिले पनि एउटै मात्र ठिक्क हुन्छ त्यो भएर दुईवटा अप्सन आयो भने बुझिहाल्नु त्यो रङ छन् भनेर दुवैलाई नचुज गर्नु कहिले पनि। र त्यस्तै हाम्रो डी मा यहाँ अप्सन दिएको छ हाउ द बोर्डर इज फार र यहाँ हाम्रो हाउ द बोर्डर इज फार र यहाँ हाम्रो सुटेबल चाहिँ ए नम्बर भइरहेछ क्यान यू टेल मी द हाउ फार द बोर्डर इज फ्रम हेयर। सो हाम्रो 11 को सही आन्सर ए भइहाल्छ। त्यस्तै हाम्रो 12 नम्बर रहेको छ क्वेशन दे इन्टर्ड डट द बिल्डिङ by night and made away with all values अनि ए मा 12 को ए मा अप्सन छ इन बी मा इन्टु र सी मा अन र डी मा नो प्रिपोजिसन र यहाँ हाम्रो इन्टर्ड गरिरहेको छ त्यही भएर बिल्डिङमा। सो हाम्रो यहाँ बी नम्बर सही आन्सर भइहाल्छ इन्टु। त्यस्तै हाम्रो 13 नम्बर क्वेशन रहेको छ वी अलवेज प्ले डट गल्फ अन सन्डेज र यसको हाम्रो अप्सन दिएको छ गल्फ मतलब बुझ्नुहुन्छ त्यो एउटा गेम हो भनेर बुझ्नुहुन्छ नि। अनि अप्सन रहेको छ हाम्रो ए मा द डी मा नो आर्टिकल सी मा ए र डी मा सम र यहाँ पनि म एउटा आर्टिकलको नोट भन्न चाहन्छु तपाईहरुलाई गेमको अगाडि पनि कहिले पनि तपाईहरु बिर्सेर पनि आर्टिकलको युज नगर्नु होला। यदि गेम आइसकेको छ भने कुनै पनि गेम क्रिकेट होस् भलिबल होस् जुन पनि गेम आइहाल्यो भने त्यहाँ एकदम नो आर्टिकल वी अलवेज प्ले नो आर्टिकल गल्फ अन सन्डेज यहाँ बी नम्बर भइहाल्छ यहाँ आर्टिकलको युज नै हुँदैन। सो यसमा हाम्रो बी नम्बर भइहाल्छ। त्यस्तै हाम्रो 14 नम्बर रहेको छ देयर आर डट स्टुडेन्ट्स इन माई क्लास देन इन योर क्लास यहाँ हाम्रो देन युज गरेको छ भन्नुको अर्थ कम्पेरिजन गरेको छ। सो हाम्रो ए मा लेस बी मा फ्यू डी मा सी फ्युवर र डी मा लेजर दिएको छ र यहाँ कम्पेरिजन गरेकोले गर्दा हाम्रो ईआर लागेको लास्टमा हुन्छ। अब ईआरमा हाम्रो फ्युवर छ र लेसर छ र लेसर भन्नुको अर्थ त्यो सानो भयो भन्नुको अर्थ र फ्युवर भन्नुको अर्थ केही मतलब यहाँ संख्याको बोध भइरहेको छ स्टुडेन्टहरु भन्ने नम्बर अफ स्टुडेन्ट हुन्छ त्यही भएर यहाँ संख्याको बोध भइरहेछ त्यही भएर यहाँ के भइहाल्छ 14 को सही आन्सर सी नम्बर भइहाल्छ देयर आर फ्युवर स्टुडेन्ट इन माई क्लास देन इन योर क्लास। त्यस्तै हाम्रो 15 नम्बर क्वेशन रहेको छ द डाइटिशियन डट मी टु हेभ अनहाइजेनिक फुड अनि ए मा एडभाइस्ड बी मा फरबिड सी मा सजेस्टेड डी मा आस्क्ड र यहाँ हाम्रो के भनेको छ 15 नम्बर क्वेशनमा भन्नुपर्दा द डाइटिशियन भनेको छ डाइटिशियन भन्नुको अर्थ हाम्रो डाक्टर भइहाल्यो र त्यसले के भनेको छ भने अनहाइजेनिक फुड नलिनुको लागि भन्नुको अर्थ यहाँ अप्सनमा दिएको छ एडभाइस फरबिड सजेस्टेड आस्क्ड। सो यदि नलिनको लागि भनेको छ भने त्यो सजेस्टेड पनि होइन त्यो सोधेको पनि होइन एडभाइस पनि दिएको होइन त्यो तपाईले डाइरेक्टली फरबिड गरेको छ कि निषेध गरिएको छ त्यो नै गर्नु एकदम गर्नु नै हुन्न भनेर। सो हाम्रो 15 को सही आन्सर बी नम्बर भइहाल्छ। त्यस्तै हाम्रो 16 नम्बर रहेको छ द भर्मिन डट डेन्जरस बट डिफिकल्ट टु कन्ट्रोल अनि हाम्रो 16 को सही आन्सर चाहिँ यहाँ पहिला बुझिहाल्नु क्वेशनलाई 16 नम्बरमा के भनेको छ द भर्मिन भनेको छ र यहाँ हाम्रो भर्मिन के हो भने भर्मिन एउटा इन्सेक्टको नाम हो। सो हाम्रो के भइहाल्छ भने द भर्मिन भनेकोले गर्दा यहाँ हाम्रो अनि अप्सन पहिला हेरिहालौँ अप्सन ए मा आर दिएको छ बी मा इज र सी मा बिङ र डी मा ह्याभिङ बिन। सो यहाँ हाम्रो इन्सेक्टको नाम दिएकोले गर्दा हाम्रो 16 को सही आन्सर बी नम्बर भइहाल्छ द भर्मिन इज डेन्जरस बट डिफिकल्ट टु कन्ट्रोल। त्यस्तै हाम्रो 70 नम्बर क्वेशन रहेको छ फादर मेड मी डट द मनी ही हैड इन हिज पकेट अनि ए मा टु काउन्ट बी मा काउन्टिङ सी मा काउन्ट र डी मा काउन्टेड र मैले सुरुमै भनेको थिएँ तपाईहरुलाई चाहिँ 1 नम्बरमै हामीहरुको आएको थियो के त्यहाँ अब्जेक्ट थियो लास्टमा त्यही भएर हामीले त्यहाँ भर्ब 3 युज गरेको थिए
तर यहाँ चाहिँ हाम्रो चाहिँ फादर म्यारिड मी, यहाँ भन्नुपर्दा सब्जेक्ट प्लस म्यारिड प्लस मी भन्नुपर्दा यहाँ एजेन्ट युज भएको छ। त्यही भएर हाम्रो के भइहाल्छ भने यहाँ हाम्रो चाहिँ भर्ब यहाँ हाम्रो काउन्ट भइहाल्छ के। यदि माथि मैले के भनेको थियो भने यदि गेट पछि अब्जेक्ट पछि चाहिँ गेट पछि अब्जेक्ट नरहेर यदि हाम्रो एजेन्ट छ भने त्यहाँ टु भर्ब वान युज गरिन्छ भनेर भनेको थियो के। तर यहाँ हाम्रो गेट छैन, त्यही भएर एजेन्ट भए पनि हामीले भर्ब वान मात्र युज गर्छौँ के। सो हाम्रो यहाँ के भइहाल्छ भने फादर मेड मी चाहिँ काउन्ट द मनी ही हैड इन हिज पकेट। 17 को सही आन्सर हाम्रो सी नम्बर भइहाल्छ। तर यहाँ यदि गेट प्लस एजेन्ट दिएछ भने हाम्रो टु प्लस भर्ब वान युज गर्थ्यो के। तर यहाँ हाम्रो दिएको छैन के, त्यही भएर हामीले यहाँ भर्ब वान युज गरेका छौँ। त्यस्तै हाम्रो 18 नम्बर क्वेसन रहेको छ ह्याप्पी बर्थडे अनि कममा दिएर रश्मि अनि डट दिएको छ र यहाँ हाम्रो विश गरिरहेको छ के, विश गरिरहेछ रश्मिलाई चाहिँ बर्थडे विश गरिरहेछ। सो हाम्रो एमा यहाँ क्वेसन मार्क दिएको छ, बीमा फुल स्टप र सीमा डट को सिम्बल दिएको छ र डीमा हाम्रो एक्सक्लेमेसन मार्क दिएको छ। र हाम्रो 18 नम्बरको सही आन्सर के भइहाल्छ भने त्यहाँ विश गरेको छ, सो हाम्रो डी नम्बर एक्सक्लेमेसन मार्क सही भइहाल्छ। त्यस्तै हाम्रो 90 नम्बर क्वेसन रहेको छ द करेक्टली स्पेल्ड वर्ड इज एमा मेन्टेनेन्सको अब MAINTENANCE, त्यस्तै बीमा MAINTAINENCE, सीमा MENTAINCE र डीमा MAINTENCE। सो यसको सही आन्सर हाम्रो ए नम्बर हुन्छ। 19 नम्बर क्वेसनको सही आन्सर हाम्रो ए हुन्छ मेन्टेनेन्स। त्यस्तै हाम्रो 20 नम्बर क्वेसन रहेको छ यु हैड बेटर लिभ नाउ, यु हैड बेटर लिभ नाउ डट दिएर क्वेसन मार्क दिएको छ र अप्सन दिएको छ वुड नट यु, बीमा हेड नट यु र सीमा डिडन्ट यु र डीमा वन्ट यु। र यहाँ त तपाईहरुलाई थाहा नै छ यदि यु पछि हेड बेटर छ भने अब कि त वुड नट हुनुपर्छ र हेड हन्ट हुनुपर्छ भनेर। अब म तपाईहरुलाई एउटा रुल बताइदिन्छु के, यहाँ जुन रुलबाट तपाईहरुलाई सजिलो भइहाल्छ। यदि तपाईहरुलाई वी हेड बेटर दिएको छ भने त्यहाँ हेड नट युज गर्नु होला। त्यस्तै यहाँ बेटरको ठाउँमा रेदर दिएको भए वुड नट युज हामीहरु गर्थे के। अब जस्तै यहाँ हाम्रो बेटर दिएको छ, सो हाम्रो के आन्सर भइहाल्छ भने बी नम्बर भइहाल्छ हेड नट युज। बट यहाँ हाम्रो चाहिँ रेदर दिएको भए यु वुड पछि रेदर दिएको भए वुड नट युज गर्थ्यो के। अब यसलाई बुझ्नु छ भने तपाईहरु मतलब यो धेरै जनाले बुझिनन् पछि बिर्सिहाल्छन् के। सो हाम्रो बी जहाँ दिएको छ त्यहाँ हामीले एच युज गर्छौं। बी त सुरुमा आउँछ नि, एबीसीडी को स्टार्टिङमा आउँछ बी, त्यस्तै हाम्रो एच पनि स्टार्टिङमै आउँछ एच। तर हाम्रो यहाँ रेदर त पछि आउँछ, लास्टतिर आउँछ र त्यस्तै हाम्रो डब्लु हाम्रो लास्टतिर आउँछ। सो हाम्रो बी भएपछि एच युज गर्ने, बेटर भएपछि हेड नट युज गर्ने र त्यस्तै हाम्रो रेदर भएपछि आर भएपछि वुड नट यु डब्लु युज गर्ने। सो यो एउटा हाम्रो ट्रिक थियो। सो आजको लागि यति नै। हाम्रो भिडियो एकदमै धेरै ठुलो हुन गएको छ र फेरि पनि अर्को भिडियो हामी लिएर उपस्थित हुने नै छौँ। तबसम्म सिटिभिटी इन्ट्रान्स एक्जामको स्कलरशिपको प्रिपरेसन गर्दै जानुस्। हस्, आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।